स्वागत छ। आज हामी एउटा निकै महत्त्वपूर्ण विषयमा कुरा गर्दैछौँ। त्यो हो विद्युतीय कारोबार ऐन 2063। खास गरी यसको परिच्छेद 9 मा के छ, मतलब कम्प्युटर सम्बन्धी कसुरहरूबारे अलिक गहिरिएर कुरा गरौँ है त। नमस्ते। हो, यो ऐन डिजिटल संसारमा भनौँ न के गर्नुहुन्छ के गर्नु हुँदैन भनेर नियम बनाउने एउटा मुख्य कानुनी आधार हो। अनि परिच्छेद 9ले चाहिँ खास गरी कम्प्युटर र इन्टरनेट प्रयोग गर्दा हुन सक्ने अपराधहरूलाई तोकेको छ। ए, त्यसो भए सुरु गरौँ न त कम्प्युटर प्रणालीलाई नै असर पार्ने कामहरूबाट। जस्तो सफ्टवेयर बनाउनेहरूका लागि एकदमै महत्त्वपूर्ण कुरा सोर्स कोड चोरी वा बिगार्ने कुरा के छ? एकदम। यो दफा 44ले यही कुरा गर्छ। कम्प्युटर प्रोग्राम चल्नलाई चाहिने जुन मुख्य कोड हुन्छ नि, सोर्स कोड, त्यसलाई जानी मतलब खराब नियतले चोर्ने, बिगार्ने वा फेरबदल गर्ने काम चाहिँ अपराध हो। यसो गरेमा हेर्नुस् 3 वर्षसम्म कैद वा 2 लाख रुपियाँसम्म जरिवाना वा दुवै हुन सक्छ। यो डेभलपर र कम्पनीहरूका लागि त निकै संवेदनशील विषय हो नि। अनि अर्को कुरा, सुन्दा सामान्य लाग्ने तर गम्भीर अरूको कम्प्युटर वा सिस्टममा अनुमति बिना छिर्नु, अनाधिकृत पहुँच भन्छ नि, होइन? यसको मतलब के हो ठ्याक्कै? हो, त्यो दफा 45ले समेट्छ। यस्तो छ नि, उदाहरणको लागि कसैको फेसबुक वा इमेल अनुमति बिना खोल्नु, वा मानौ अफिसको नेटवर्कमा आफूलाई हेर्न नमिल्ने फाइल खोल्नु, यी सबै अनाधिकृत पहुँच भए। यस्तो पहुँच लिने नियतले मात्रै काम गरे पनि वा पाएको अधिकारभन्दा बढी चलाएमा पनि कसुर मानिन्छ। यसमा गल्ती कति गम्भीर छ त्यो हेरेर 2 लाख रुपियाँसम्म जरिवाना वा 3 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ। ए, सिस्टममा छिर्ने मात्र होइन, बिगार्ने काम पनि त अपराध होला नि। कसैको डाटा नै उडाइदियो भने? निश्चित रूपमा। त्यो दफा 46 मा छ। जानी कुनै कम्प्युटरमा भएको जानकारी वा डाटा बिगार्ने, मेट्ने, कामै नलाग्ने बनाउने वा त्यसको महत्त्व घटाउने जस्तो काम गरेर कसैलाई कुनै संस्थालाई नोक्सानी पुर्यायो भने त्यो दण्डनीय हुन्छ। यसमा पनि सजाय उस्तै छ, 2 लाख रुपियाँसम्म जरिवाना वा 3 वर्षसम्म कैद वा दुवै। अब अलिकति फरक तर एकदमै महत्त्वपूर्ण विषयमा जाउँ है त। इन्टरनेटमा के पोस्ट गर्न पाइन्छ के पाइँदैन। दफा 47 त निकै चर्चामा पनि आइरहन्छ, होइन र? हो, दफा 46 निकै व्यापक र भनौँ न संवेदनशील पनि छ। यसले कानुनले नै रोक लगाएका कुराहरू जस्तो अश्लील सामग्री, समाजको नैतिकता बिगार्ने खालका कुराहरू, अनि कसैप्रति घृणा वा द्वेष फैलाउने, जात-जाति वा सम्प्रदाय बीचको सम्बन्ध बिगार्ने खालका सामग्रीहरू, यस्ता कुरा कम्प्युटर वा इन्टरनेटमा प्रकाशन वा प्रदर्शन गर्न वर्जित गर्छ। त्यति मात्र होइन, महिलालाई जिस्क्याउने, हैरानी दिने, अपमान गर्ने जस्ता कार्यहरू पनि यसै अन्तर्गत पर्छन्। ए बाबा, यसको दायरा त फराकिलो रहेछ। सजाय नि? सजाय पनि कडा छ। 1 लाख रुपियाँसम्म जरिवाना वा 5 वर्षसम्म कैद वा दुवै हुन सक्छ। अनि खै बारम्बार यस्तो गल्ती दोहोर्याएमा सजाय झन बढ्छ, अघिल्लो पटकको भन्दा डेढी हुन्छ। यसको व्याख्या र प्रयोगबारे चाहिँ धेरै बहस र चर्चा हुने गर्छ। निकै ध्यान दिनुपर्ने दफा हो यो। हो, निकै गम्भीर विषय रहेछ। अरू के कस्ता कार्यहरूलाई यो परिच्छेदले कसुर मानेको छ, छोटकरीमा भन्नुपर्दा? जस्तो गोप्यता। अरू पनि महत्त्वपूर्ण पक्षहरू छन्। दफा 48ले अरूको गोप्यता भङ्ग गर्न नहुने भन्छ, जस्तै निजी इमेल मेसेज हेर्नु। दफा 49ले जानी झुटो विवरण वा सूचना दिनुलाई अपराध मान्छ। त्यस्तै दफा 50 अनुसार झुटो इजाजत पत्र वा प्रमाणपत्र पेश गर्नु, अनि दफा 51 अनुसार बुझाउनु पर्ने विवरण नबुझाउनु पनि कसुर हो। अनि ठगी नि, कम्प्युटर प्रयोग गरेर हुने ठगी, जस्तो नक्कली डिजिटल सही बनाउने वा एटिएमबाट पैसा चोर्ने। हो, त्यसलाई दफा 52ले कम्प्युटर जालसाजी भनेर समेट्छ। नक्कली डिजिटल हस्ताक्षर बनाउने, प्रयोग गर्ने वा अरूलाई दिने काम, वा ब्याङ्क कार्ड, एटिएम वा अरू कुनै तरिकाले कम्प्युटर प्रणाली प्रयोग गरेर जालसाजी गरी फाइदा लिने काम गरेमा त्यसमा चाहिँ लिएको फाइदा बराबरको बिगो भराएर 1 लाख रुपियाँसम्म जरिवाना वा 2 वर्षसम्म कैद वा दुवै हुन सक्छ। एउटा जिज्ञासा, यदि कसैले आफै अपराध गरेन तर अरूलाई उक्सायो वा गर्ने योजना मात्र बनायो भने के हुन्छ? सजाय हुन्छ कि हुँदैन?
हुन्छ त्यसका लागि पनि व्यवस्था छ। दफा 53 अनुसार अपराध गर्न उक्साउने मतलब दुरुत्साहन गर्ने, प्रयास गर्ने वा षड्यन्त्र गर्नेलाई पनि कसुर कस्तो हो त्यो हेरेर 50,000 रुपियाँसम्म जरिवाना वा 6 महिनासम्म कैद वा दुवै सजाय हुन सक्छ। र दफा 54ले अपराधमा सघाउने मान्छे जसलाई मतियार भनिन्छ उसलाई मुख्य अपराधीलाई हुने सजायको आधा सजाय हुने व्यवस्था गरेको छ। अनि मानिलिउँ कोही विदेशमा बसेर नेपालमा असर पर्ने गरी यस्तो अपराध गर्यो भने नि के हुन्छ? राम्रो प्रश्न। दफा 55ले यो कुरा स्पष्ट पारेको छ। नेपाल बाहिर बसेर नेपालभित्रको कम्प्युटर, डाटा वा प्रणालीमा असर पर्ने गरी अपराध गरे पनि यही ऐन अनुसार कारबाही हुन्छ, क्षेत्राधिकार लाग्छ। अनि पीडितले क्षतिपूर्ति पाउँछ कि पाउँदैन? दफा 58 कले पीडितलाई कसुरदारबाट क्षतिपूर्ति भराइदिने व्यवस्था गरेको छ। यो एकदमै महत्त्वपूर्ण छ पीडितको न्यायको लागि। साथै अपराधमा प्रयोग भएका कम्प्युटर, मोबाइल वा अन्य उपकरणहरू दफा 56 अनुसार जफत हुन सक्छन्। र यदि कुनै कम्पनी वा संस्थाले अपराध गरेमा त्यसको मुख्य जिम्मेवार व्यक्ति उत्तरदायी हुने व्यवस्था दफा 57 मा छ। आजको यो हाम्रो गहन छलफलबाट विद्युतीय कारोबार ऐनको परिच्छेद 9 ले कति धेरै कुरा समेटेको रहेछ भन्ने थाहा भयो। सोर्स कोड चोरीदेखि अनाधिकृत पहुँच, डाटा बिगार्ने, गैरकानुनी कुरा पोस्ट गर्ने, ठगी गर्ने, गोपनीयता भङ्ग गर्नेसम्म। हो, वास्तवमा यी कानुनी व्यवस्थाहरूले हामीलाई डिजिटल दुनियाँमा कसरी जिम्मेवार बन्ने भनेर सिकाउँछन्। तर प्रविधि जसरी विकास भइरहेको छ त्यसको दुरुपयोगका नयाँ तरिकाहरू पनि त आइरहेका छन् नि, होइन? त्यसैले अहिले भएका कानुनहरू भविष्यका चुनौतीहरू सामना गर्न कतिको पर्याप्त छन् अनि यिनको कार्यान्वयन कतिको प्रभावकारी छ, यो कुरा चाहिँ निरन्तर सोच्नुपर्ने विषय हो। यी नियमहरूबारे जानकार रहनु त सबै प्रयोगकर्ताका लागि आवश्यक छँदैछ। एकदमै। अब एउटा प्रश्न मनमा आउँछ कि यी कानुनहरू भोलि आउने अझ जटिल प्रविधि जस्तै एआईबाट हुन सक्ने दुरुपयोगलाई साँच्चै तयार छन् त? यो सोचनीय कुरा हो।